नेपाल आर्मीले एकदमै ठुलो सङ्ख्यामा भ्याकेन्सीहरू खुलाएको छ, जुन तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। यति धेरै सङ्ख्यामा भ्याकेन्सीहरू खुलाएको छ। सो यो भिडियोमा हामी नेपाल आर्मी कसरी जोइन गर्न सकिन्छ र के कस्तो शैक्षिक र शारीरिक योग्यताहरू चाहिन्छ, के कस्ता परीक्षाहरू तपाईँले पास गर्नुपर्ने हुन्छ नेपाल आर्मी जोइन गर्नका लागि, र साथै कति कक्षा पास गरेकाले नेपाल आर्मी जोइन गर्न पाउँछन् त भन्ने बारेमा सम्पूर्ण जानकारी दिनेछु। सो यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। सो नेपाल आर्मी जोइन गर्नका निम्ति सबैभन्दा पहिले त तपाईँले फर्म भर्नुपर्ने हुन्छ, जुन फर्म चाहिँ तपाईँले यहाँ स्क्रिनमा देखिएको कार्यालयमा गएर बुझाउनु पर्ने हुन्छ, जसको लागि तपाईँलाई 10 रुपियाँको टिकट चाहिने हुन्छ र अरू डकुमेन्ट्सहरू के चाहिन्छ म अगाडि भिडियोमा भन्ने नै छु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। सो यिनी केन्द्रमा यो पदको लागि भ्याकेन्सीहरू चाहिँ खुलेको छ, जुन तपाईँले स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। नारायण काठमाडौँको लागि सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि 17 जनाको लागि भ्याकेन्सी खुलेको छ। खुलातर्फ 183 जना, महिलातर्फ 30 जना, आदिवासी जनजातितर्फ 47 जना, मधेसीतर्फ 42 जना, दलिततर्फ 22 जना, पिछडिएको क्षेत्रतर्फ 8 जना र जम्मा 350 जना। त्यसै गरी तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ काभ्रेज प्लान्चोकमा 75 जना, त्यसै गरी सूर्यविनायक भक्तपुरमा 100 जना, इटहरीमा 200 जना, त्यसै गरी हिले धनकुटामा 75 जना, त्यसै गरी अरू पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ एकदमै ठुलो सङ्ख्यामा भ्याकेन्सीहरू खुलेको छ। बुटवल रूपन्देहीमा 300 जना, त्यसै गरी भरतपुर दाङमा 100 जना, त्यसै गरी यहाँ तपाईँले स्क्रिनसट गरेर पनि यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ। यति धेरै सङ्ख्यामा भ्याकेन्सीहरू खुलेको छ। सो अब चाहिँ हामी दरखास्त फारम पेश गर्ने अन्तिम मिति कहिलेसम्म हो त, कहिलेसम्म फर्म भरिसक्नु पर्ने हो भन्ने बारेमा जान्नेछौँ। सो दरखास्त मिति चाहिँ मिति 2082 साल 7 महिना 28 गतेदेखि 2082 साल 8 महिना 27 गतेसम्म तपाईँले दरखास्त फारम चाहिँ बुझाइसक्नु पर्ने हुन्छ। 2028 गतेदेखि मिति 2009 महिना 5 गतेसम्म थप 7 दिनका लागि हुनेछ। उक्त अवधिको कार्यालय समयभित्र दरखास्त बुझाउनु पर्नेछ। डबल दस्तुरको मिति चाहिँ 2082 साल 8 महिना 28 गतेदेखि 2082 साल 9 महिना 5 गतेसम्मको लागि रहेछ। त्यसै गरी स्थान चाहिँ आफूलाई पाए गर्ने तोकिएको भर्ना छनौट केन्द्र। सो यहाँ माथि देखिएको जुनसुकै भर्ना केन्द्रमा गएर तपाईँले दरखास्त दिन सक्नुहुन्छ। सो अब दरखास्त दस्तुरको कुरा गर्न पर्दा दरखास्त दस्तुर चाहिँ 150 रुपियाँ लाग्नेछ र यदि तपाईँ समावेशीतर्फ भर्दै हुनुहुन्छ, महिला, आदिवासी जनजाति, मधेसी, दलित वा पिछडिएको क्षेत्रबाट भर्दै हुनुहुन्छ भने 150 को 20% चाहिँ एक्स्ट्रा लाग्नेछ। त्यसै गरी अब शैक्षिक योग्यताको कुरा गर्न पर्दा नेपाल आर्मीको लागि फर्म भर्नको लागि तपाईँको 8 कक्षा चाहिँ उत्तीर्ण गरेको हुनुपर्नेछ र 8 कक्षामा पनि तपाईँको कुनै पनि सब्जेक्टमा D+ वा त्योभन्दा कम ग्रेड आएको नहुने भनिएको छ। सो बुझ्नुभयो नि, 8 कक्षा उत्तीर्ण गरेको र उत्तीर्ण गरेको भन्नाले पनि सबै सब्जेक्टमा D+ वा त्योभन्दा कम ग्रेड चाहिँ आएको नहुनेले नेपाल आर्मीको लागि आवेदन दिन सकिन्छ। त्यसै गरी अब शारीरिक योग्यताको कुरा गर्न पर्दा पुरुषको हकमा न्यूनतम 5 फिट 3 इन्च भएको हुनुपर्ने, त्यसै गरी महिलाको हकमा न्यूनतम 5 फिट हुनुपर्ने, त्यसै गरी छाती फुलाउँदा न्यूनतम 32 इन्च र नफुलाउँदा 34 इन्च पुरुषको हकमा, त्यसै गरी महिलाको हकमा तौल चाहिँ 40 केजी हुनुपर्ने र वजन पुरुषको हकमा चाहिँ 50 किलो वा त्योभन्दा धेरै हुनुपर्ने। त्यसै गरी अब उमेर हदको कुरा गर्न पर्दा चाहिँ उमेर हद चाहिँ तपाईँको 18 वर्ष पुरा भई 22 वर्ष ननागेकोले नेपाल आर्मीको लागि आवेदन दिन सकिन्छ। अब फर्म भर्नको लागि के कस्तो कागजातहरू चाहिन्छ त त्यसको बारेमा जानौँ। सो पहिलो कागजात त तपाईँसँग नेपाली नागरिकताको प्रमाणपत्र हुनुपर्ने हुन्छ। त्यसै गरी दोस्रो चाहिँ तपाईँलाई चाहिने भनेको 8 कक्षाको मार्कसिट, त्यसै गरी क्यारेक्टर सर्टिफिकेट चाहिन्छ। सो घ नम्बरमा भनिएको छ यदि तपाईँ समावेशीतर्फ फर्म भर्दै हुनुहुन्छ भने त्यसको प्रमाणपत्र चाहिँ तपाईँलाई चाहिने हुन्छ। सो यदि तपाईँ नेपाल आर्मीको फर्म भर्न जाँदै हुनुहुन्छ भने तपाईँलाई 4 वटा पासपोर्ट साइज फोटो चाहिन्छ, जसको साइज चाहिँ 2x2 साइजको हुनुपर्ने हुन्छ। त्यसै गरी अब छनौट प्रक्रियाको कुरा गर्न पर्दा मुद्दा नम्बर 1 मा भनिएको छ शरीरको अङ्गभङ्ग सामान्य भएको।
सामान्य मानिसमा हुनुपर्ने अङ्गहरू नभएको तथा थप अङ्गहरू भएको नहुने, त्यसै गरी हात खुट्टा छोटो नभएको नहुने, घुँडे भएको नहुने, ढाड कुप्रो नहुने, शरीर पुरा झुकाउन सक्नुहुने पर्ने, त्यसै गरी जिउ पोल्टे परेको नहुने, त्यसै गरी बुँदा नम्बर 2 मा रहेको छ शरीरमा अस्वाभाविक दागहरू नभएको, त्यसै गरी बुँदा नम्बर 3 मा रहेको छ हात खुट्टा बाङ्गो टिङ्गो नभएको, औलाहरू ठिक भएको र धेरै चेप्टो पैटाला नभएको, त्यसै गरी बुँदा नम्बर 4 मा रहेको छ घुँडाको अवस्था। घुँडाको अवस्था चाहिँ सतर्क पोजिसनमा उभिँदा घुँडा जोडिने नहुनु पर्ने, दुवै खुट्टा जोडेर उभिँदा घुँडा बीच 8 सेन्टिमिटर भन्दा बढी ग्याप नहुने, त्यसै गरी बुँदा नम्बर 5 मा भनिएको छ शरीरमा मुसा नभएको, त्यसै गरी बुँदा नम्बर 6 मा भनिएको छ दाँत नझरेको, त्यसै गरी बुँदा नम्बर 7 मा दुबी भएको, त्यसै गरी बुँदा नम्बर 8 मा कपाल नझरेको, कपाल नफुलेको, त्यसै गरी बुँदा नम्बर 9 मा आँखा टेढो नभएको, आँखा चिम्लन सक्ने, त्यसै गरी बुँदा नम्बर 10 मा भनिएको छ प्रस्थबोली भएको, बकबकाउने र लठ्याउरो हुन नहुने। सो शारीरिक परीक्षण र अरू पनि मेडिकल चेकअपहरूको बारेमा चाहिँ हामी नेक्स्ट पार्टमा कुरा गर्नेछौँ। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सो यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरिदिनु होला।